स्पेनिस गभर्मेन्टले दिएको यो सबैभन्दा ठुलो अवसर 5 लाख इमिग्रेन्ट्सलाई 1 जनवरी 2026मा स्पेन इन्ट्री भएका र इम्पावरमेन्ट पुरा गरेकाहरूलाई चाहिँ वर्क पर्मिट तथा रेजिडेन्सी दिने भन्ने जुन यो अपर्च्युनिटी थियो 2026को जुन 30सम्म अप्लाई गर्न पाउने भनेर अब यो छिट्टै नै बन्द हुँदैछ। अब 2-4 दिन मात्रै बाँकी छ। जसको अपोइन्टमेन्ट फिक्स भइसकेको छ, कागजात अलिअलि मात्रै बाँकी थियो भने अब बुझाउनु होला नआत्तिकिन। अनि कतिले चाहिँ सोध्नु भएको छ यो 1 जनवरी मात्रै नभएर त्यो पछि आएकाले पनि एप्लाई गर्न पाउने अरे भन्ने सुनिएको छ नि त भनेर भन्नुभएको छ। तपाईहरुले पनि बुझाउनु होला, केही फरक पर्दैन। टार्गेटमा चाहिँ 1 जनवरीसम्म मात्रै भनिएको हो। त्यसपछि आएकालाई नि हेत्तेरिका मैले बुझाएको भएदेखि पाउने थिएँ होला भने जस्तो लाग्छ भने बुझाउँदा केही फरक पर्दैन। भोलिपर्सि नेगेटिभै आयो भने पनि अबको कन्टिन्युटी 2 वर्षपछि त तपाईले एप्लाई गर्न पाउनुहुन्छ। त्यो आएको नेगेटिभ पेपरले तपाईलाई फरक पार्दैन। किनकि तपाईलाई पछुतो नहोस् भन्नको लागि मात्रै बुझाएर हेर्दा केही पनि फरक पर्दैन। अब होइन पाउँदिन गर्दिन भने जस्तो लाग्छ भने 2 वर्ष कन्टिन्युटी पर्खिनु होला। त्यसमा पनि ठुलो कुरो केही छैन। बस्दै जाँदा काम गर्दै जाँदा त्यो समय सजिलै बित्छ।